नमस्कार सबैमा। आज म तपाईँहरूलाई शाखा अधिकृत द्वितीय पत्र शासन प्रणाली खण्ड क 1.2 मा रहेको टपिक शासनको राजनीतिक तथा प्रशासनिक संरचनाका विषयमा केही कुरा बताउन गइरहेको छु। हुन त यो विषयमा तपाईँहरू जानकार नै हुनुहुन्छ। विभिन्न पुस्तकहरू, लेख रचना, कोचिङ क्लास मार्फत व्यापक नलेज हासिल गरिसक्नु भएको छ। तथापि तथापि परीक्षामा सोचे जस्तो नतिजा हासिल भइ नरहेको हुन सक्दछ। यस विषयलाई मनन गर्दै यस टपिकमा मनन गर्नुपर्ने आधारभूत कुराहरूलाई विभिन्न 14वटा बुँदामा यहाँ मैले प्रस्तुति गरेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरुमा शासनको राजनीतिक तथा प्रशासनिक प्रणाली मेन टपिकबाटै जाउँ। शासन प्रणाली अन्तर्गत विभिन्न संरचना हुन्छन्। त्यसका मेन संरचना भनेका राजनैतिक र प्रशासनिक संरचना हुन् भनेर हामीले यसलाई ख्याल गर्नुपर्ने हुन्छ। अब शासनको राजनीतिक संरचना जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरूद्वारा सञ्चालित शासन प्रणाली नै राजनीतिक शासन प्रणाली हो भनेर हामीलाई थाहा छ। हो यो राजनीतिक प्रणालीको केन्द्रदेखि स्थानीय तहसम्म फैलिएको संरचना नै शासनको राजनीतिक संरचना हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अर्थात् राज्यको नीति निर्माण गर्ने, राज्य संरचनामा दूरदृष्टि राख्ने, प्रशासनिक संरचनाको सञ्चालन गर्ने संयन्त्र नै शासनको राजनीतिक संरचना हो भनेर हामीले बुझ्न सकिन्छ। शासनको राजनैतिक संरचना अन्तर्गत के पर्दछन् भन्दाखेरि यसमा दुईटा फ्याक्टरबाट हेर्नुपर्ने हुन्छ। एउटा राज्य संरचनाको आधार, अर्थात् यसलाई हामीले भौगोलिक हिसाबले भनेर पनि सम्झेर पनि यसलाई हामीले भौगोलिक हिसाबलाई भनेर सम्झेर पनि हामीले यसलाई विभाजन गर्न सक्दछौँ। भने अर्को शासकीय संरचनाको आधार भनेको शासन पद्धतिका आधारलाई जोडेर पनि हामीले मनन गरेर पनि हामीले यसलाई विभाजन गर्न सक्दछौँ। राज्य संरचनाको आधारमा एकात्मक र सङ्घात्मक दुई तरिकाको हुन्छ। मुख्यतया भने शासकीय संरचनाको आधारमा अध्यक्षात्मक र संसदीय शासन प्रणाली हुन्छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब एकात्मक शासन प्रणाली के हो त? एकात्मक शासन प्रणाली मुलुकको शासन पद्धति, शासन प्रणाली चाहिँ केन्द्रबाट निर्देशन र नियन्त्रित हुने शासन प्रणाली चाहिँ एकात्मक शासन प्रणाली हो, जुन हाम्रो संहिता अवलम्बन गर्नुभन्दा अगाडि अवलम्बन गरिएको शासन प्रणाली अभ्यासलाई हामीले लिन सक्दछौँ। यो राज्य शक्तिको प्रयोग केन्द्रबाट परिचालन हुने गरी गरिएको व्यवस्था। यसका गुणहरू: शक्तिशाली सरकार हुन्छ, दरिलो शासन व्यवस्था हुन्छ, शासन व्यवस्थामा सरलता, दोहोरो नागरिकता हुँदैन, निर्णय प्रक्रियामा शीघ्रता हुन्छ। यसका अवगुणहरू: स्थानीय आवश्यक र हितको उपेक्षा हुन्छ, किनभने केन्द्रबाट सञ्चालित हुने भएकोले स्थानीय जरादारसम्म यसको संरचना चाहिँ कमजोर रहेको हुन्छ। त्यसैले यो स्थानीय आवश्यकता र उपेक्षा गर्दछ। स्थानीय स्वायत्तताको अभाव र देश विकासमा गतिरोध हुन्छ। स्वायत्तता नभएपछि जनताको अपनत्व हुँदैन, सहभागिता हुँदैन, त्यसले गर्दा जनताको समर्थन नहुन सक्छ र के हुन्छ? देश विकासमा गतिरोध हुन सक्दछ। कर्मचारी तन्त्रको अधिक प्रभाव हुन्छ, कर्मचारी तन्त्रको हाकिमी शैली हुन सक्दछ। केन्द्रप्रति मात्र इन्द्रिय जवाफदेही हुने, स्थानीय जनताप्रति चाहिँ कम जवाफदेही हुनुपर्ने अवस्थाको सिर्जना हुन सक्छ भन्ने खोजेको यसले। केन्द्रमुखी प्रशासन हुन्छ, सन्तुलित विकासमा बाधा हुन्छ। क्षेत्रीय प्रादेशिक सन्तुलन, क्षेत्रीय सन्तुलन कमजोरमा यसले चाहिँ बाधा पुर्याउँदछ। त्यस्तै सङ्घीय शासन प्रणाली, बहुतहबाट गरिने शासन व्यवस्था। बहुतह भनेको सङ्घ, प्रदेश र स्थानीय तह भनेर हामीले सम्झिनु पर्दछ। संविधानद्वारा नै केन्द्र र प्रान्तको अधिकार क्षेत्र छुट्याई सामान्य ढङ्गले सञ्चालन गर्ने शासन पद्धति हो यो। त्यस्तै गुणहरू: जनताको कदर र शासन, जनइच्छाको कदर र शासनमा निरङ्कुशताको न्यून सम्भावना हुन्छ। सबै जाति, धर्म, भाषाभाषीको समान प्रतिनिधित्वको बढी सम्भावना हुन्छ। संहिताले समावेशीकरणलाई जोड दिन्छ, समानुपातिक प्रतिनिधित्वलाई जोड दिने भएकोले गर्दाखेरि यसको बढी सम्भावना हुन्छ। क्षेत्रीय र सन्तुलित विकास हुने, विभिन्न जरादारसम्म संरचनाहरू फैलिएको हुनाले गर्दाखेरि क्षेत्रीय र सन्तुलित विकास हुन मद्दत गर्दछ। केन्द्रीय सरकारको कार्यबोझमा कमी हुन्छ, कार्य बाँडफाँड हुन्छ। संविधानले नै सङ्घ, प्रदेश र स्थानीय तहको
कार्यक्षेत्र छुट्याएकोले गर्दा कार्यबोझमा कमी हुन्छ, देशप्रेमको भावनामा अभिवृद्धि हुन्छ। यसका अवगुणहरू यो खर्चिलो शासन व्यवस्था हुन्छ। केन्द्रबाट खर्च गर्नुपर्ने आर्थिक स्रोत साधनलाई चाहिँ प्रदेश स्थानीयमा विभाजन गर्दाखेरि खर्च चाहिँ खर्चिलो हुन जान्छ भनिएको हो। त्यस्तै केन्द्रीय र स्थानीय सरकार बीच विवाद हुन्छ। यिनीहरूको अधिकार जहिले अधिकार र शक्तिको लडाइँ भइरहन्छ र विवाद हुन्छ। जहिले जस्तो अहिले हाम्रो सङ्घ प्रदेश स्थानीय तह बीच हुने विवादलाई लिन सकिन्छ। द्वैध शासन व्यवस्थाको झमेला हुन्छ। अधिकार क्षेत्रबीच सङ्घर्ष हुन्छ। निर्णय प्रक्रियामा ढिलाइ हुन्छ। निर्णयका विभिन्न तहहरू हुनाले गर्दाखेरि निर्णय प्रक्रियामा ढिलाइ हुन जान्छ। अध्यक्षात्मक शासन व्यवस्था राष्ट्रपति नै कार्यकारी प्रमुख हुने गरी गरिने शासन व्यवस्था, अर्थात् राष्ट्रपतिलाई अधिकार चाहिँ राष्ट्रपतिलाई अधिकार प्रदान गरी राष्ट्रपति बलियो हुने, राष्ट्रपति नै सर्वेसर्वा हुने गरी चाहिँ स्थापित शासन पद्धति चाहिँ अध्यक्षात्मक शासन प्रणाली पद्धति हो। यसका गुणहरू, यसको उदाहरणको रूपमा हामीले अमेरिकालाई लिन सक्छौँ। यो हामी सबैलाई थाहा नै छ। गुणहरूमा व्यवस्थापिक र कार्यपालिका शक्ति पृथकीकरण सन्तुलन नियन्त्रणको अवस्था दह्रो हुन्छ, दह्रो रूपमा व्यवस्था गरिएको हुन्छ। राष्ट्रपतिमा विशेषाधिकार हुन्छ। राष्ट्रपतिलाई हटाउने एकमात्र उपाय महाभियोग हुने। मन्त्रीहरू व्यवस्थापिकाको सदस्यको रूपमा रहँदैनन्। निर्णय प्रक्रियामा शीघ्रता रहन्छ। अवगुणहरू निरङ्कुश शासन व्यवस्था हावी हुन सक्ने, शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्थाको उल्लङ्घन हुन सक्ने, किनभने राष्ट्रपतिलाई विशेषाधिकार प्रयोग भएकोले गर्दा यस्तो यो सन्तुलन र नियन्त्रणको सिद्धान्त उल्लङ्घन हुन सक्ने अवस्था आउँछ। सरकारका मन्त्रीहरू संसदप्रति प्रत्यक्ष उत्तरदायी हुनु पर्दैन, किनभने मन्त्री हुनको लागि व्यवस्थापिक संसदको सदस्य संसदको सदस्य हुनुपर्ने बाध्यात्मक अवस्था हुँदैन। राष्ट्र प्रमुखलाई दलहरूले फिर्ता बोलाउन नसक्ने हुँदा दलीय अनुशासनभन्दा माथि जान सक्ने खतरा रहन्छ भन्ने यसका अवगुणहरू हुन्छन्। संसदीय शासन प्रणाली संसद प्रधान रहेर प्रधानमन्त्री कार्यकारी हुने गरी सञ्चालन गरेको शासन व्यवस्था, अर्थात् अहिले हाम्रो संसदीय व्यवस्था प्रणालीलाई हेरेर पनि यसको हामीले परिभाषा गर्न सक्दछौँ अथवा यसका गुण दोषलाई लेख्न सक्दछौँ, मनन गर्न सक्दछौँ। संसदीय शासन प्रणालीका गुणहरू के हुन्छन्? सरकारले प्रभावकारी रूपमा रचनात्मक तर्फबाट कार्य गर्न सक्छ। राज्यको, किनभने यो सरकार बन्नको लागि बहुमत चाहिने भएकोले गर्दाखेरि यसले प्रभावकारी रूपमा कार्य गर्न सक्दछ। राज्यको शासकीय शक्ति विभिन्न निकायमा बाँडफाँड गरिएको हुन्छ। विभिन्न शासकीय शक्ति विभिन्न निकायमा बाँडेर सरकारका नीति तथा कार्यक्रम सजिलैसँग पारित हुने, निरङ्कुश बन्ने सम्भावना कम हुन्छ। संसदप्रति उत्तरदायी हुनुपर्ने अवस्था आएकोले गर्दा निरङ्कुश बन्ने सम्भावना कम हुन्छ। मन्त्री तथा प्रधानमन्त्री जनप्रतिनिधिमूलक संस्था संसदप्रति उत्तरदायी हुन्छन्। अवगुणहरू यो शक्ति पृथकीकरण, नियन्त्रण, सन्तुलनको अवस्थाको सिद्धान्त प्रभावकारी रूपमा लागू नहुने, सरकार अस्थिर हुने सम्भावना, सरकार संसदमाथि हावी हुन सक्ने, संसदीय जोड घटाउको सम्भावनाले सरकार प्रभावकारी हुन नसक्ने, अस्थिर सरकार हुने, कार्यपालिका संसदको अनावश्यक प्रभावमा पर्न सक्ने जस्ता कुराहरू यसका अवगुणका रूपमा बुझ्न सक्छौँ। शासनको नेपालको शासनको राजनीतिक संरचना। नेपालको शासनको राजनीतिक संरचनालाई हालको सन्दर्भमा हामीले सङ्घीय, प्रादेशिक र स्थानीय गरी 3 भागमा विभाजन गर्नुपर्ने हुन्छ। यस अन्तर्गत सङ्घीय राजनीतिक संरचनामा राष्ट्रपति तथा उपराष्ट्रपति हुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषद र मन्त्री परिषदका समितिहरू, प्रतिनिधि सभा र प्रतिनिधि सभाका समितिहरू, राष्ट्रसभा र राष्ट्रसभाका समितिहरू, यी मुख्य रूपमा यी रहेका हुन्छन्। यस अलावा अन्य संरचनाहरूलाई पनि हामीले यहाँ जोड्न सक्दछौँ। त्यसै गरी प्रादेशिक राजनीतिक संरचना अन्तर्गत प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद र अन्य अन्तर्गतका समितिहरू, प्रदेशसभा र प्रदेशसभाका सदस्यहरू प्रादेशिक संरचना अन्तर्गत पर्दछन्। स्थानीय राजनीतिक संरचना अन्तर्गत जिल्ला सभा तथा जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका, वडा समिति, अन्य न्यायिक समितिहरू पनि राजनीतिक संरचना अन्तर्गत हामीले समावेश गर्न सक्छौँ। त्यस्तै शासनको राजनीतिक संरचनाका विभिन्न पक्षहरू हुन्छ। राजनीतिक संरचनालाई हामीले विभिन्न पक्षबाट हेर्न सक्छौँ। एउटा राज्य स्वरूपको आधारमा, अब एकात्मक, सङ्घात्मक के प्रकारको, सरकारको स्वरूपको आधारमा अध्यक्षात्मक वा संसदीय के प्रकारको, सरकारको अङ्गको आधारमा विभिन्न अङ्गहरू हुन्छन्। राष्ट्रसभा, प्रतिनिधि सभा, कार्यपालिका, व्यवस्थापिका लगायतका विभिन्न अङ्गहरूको आधारमा। त्यस्तै निर्वाचन पद्धति, निर्वाचन प्रतिनिधित्व प्रणाली, त्यस्तै दलीय प्रणाली राजनीतिक दलको आधारमा। त्यस्तै
3 मा सङ्घीय राज्य गठनका आधारहरू सङ्घीय राज्य गठनका लागि दुई महत्त्वपूर्ण दुई आधारहरू रहेका हुन्छन्। एउटा पहिचानको आधार, पहिचान अन्तर्गत जातीय, समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक निरन्तरता। सामर्थ्यको आधारमा आर्थिक अन्तर्सम्बन्ध र सामर्थ्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक स्रोत साधनको उपलब्ध, प्रशासनिक सुगमता। यी दुई आधारहरूलाई लिएर यसको आधारमा सङ्घीयता निर्धारण हुन्छ। सङ्घीयताका तहहरू, क्षेत्रहरू गठन गरिन्छन्, निर्धारण गरिन्छन्। सङ्घीयताका प्रकारहरू केन्द्रमुखी सङ्घीयता हुन्छ, केन्द्र विमुख सङ्घीयता, दोहोरो सङ्घीयता, सहकारीमूलक सङ्घीयता, अधिकारको समान बाँडफाँड भएको सङ्घीयता, अधिकारको असमान बाँडफाँड भएको सङ्घीयता। अधिकारको भएको सङ्घीयतालाई हामीले सङ्घीयताका प्रकार अन्तर्गत लिन सक्दछौँ। सङ्घीयताका सबल पक्षहरू ठुला मुलुकमा भौगोलिक आधारमा सन्तुलन र नियन्त्रण कायम हुन सक्दछ। ठुला मुलुकहरूको ह्यान्डल गर्न सजिलो हुन्छ, बनाउँदछ यसले सजिलो सरलता ल्याउन सक्दछ। किनभने केन्द्रबाट प्रदेश भनौँ न ठुलो मुलुक भयो भनेदेखि केन्द्रको शासन सेवा प्रवाह चाहिँ स्थानीय जग्गादारसम्म पुर्याउनको लागि कठिन हुनाले गर्दाखेरि सङ्घीयताले सजिलो बनाउँदछ। त्यस्तै सरकारलाई नागरिकको नजिकसम्म पुर्याउँछ। शासनमा निरङ्कुशताको विकास हुने सम्भावना कम हुन्छ लगायत सहकारीमूलक, पारदर्शी र उत्तरदायी शासनको प्रवर्तन हुन्छ जस्ता पक्षहरू सङ्घीयताका सबल पक्ष हुन्। सङ्घीयताका सबल पक्षहरू सङ्घीयताका दुर्बल पक्षहरू सङ्घीयताका दुर्बल पक्षहरू निर्णय लिनमा ढिलाइ र जटिलताले गर्दा सरकारको कार्यकुशलता र प्रभावकारिता कमजोर हुन्छ। सरकारका तहहरूबीच काममा दोहोरोपना आउँछ। राजनीतिज्ञहरूको उत्तरदायित्व कमजोर हुन्छ। राज्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा र असमानता बढ्छ। ओभर गभर्नमेन्टलाई प्रश्रय दिन्छ। खर्चिलो शासन प्रणाली गरिब मुलुकहरूले धान्न गाह्रो हुन्छ लगायत स्वायत्तता र आत्मनिर्णयको नाममा विखण्डनले प्रश्रय पाउन सक्दछ जस्ता पक्षहरू सङ्घीयताका दुर्बल पक्षहरू हुन्। अब सङ्घीयता अवलम्बन गर्दा ध्यान दिनुपर्ने विषयहरू के हुन्छन्? एउटा, राष्ट्रिय एकता अखण्डतालाई अक्षुण्ण राख्ने कुरामा कुनै पनि सम्झौता गरिने हुन्न। अर्को, आपसी अन्तर्सम्बन्ध र कनेक्टिभिटी र सामाजिक सांस्कृतिक अविच्छिन्नतालाई ध्यान दिनुपर्दछ। सामाजिक समावेशीकरण र सांस्कृतिक सहिष्णुता र अस्तित्वको प्रवर्धन गर्नुपर्दछ। सङ्घीयताभित्र विकेन्द्रीकरण र स्थानीय स्वायत्तताको सुनिश्चितता गरिनुपर्दछ लगायत स्थानीय तहको संस्थागत क्षमता विकासमा उचित ध्यान पुर्याउनु पर्दछ जस्ता विषयहरू सङ्घीयता अवलम्बन गर्दा ध्यान दिनुपर्ने विषयमा समावेश गर्न सकिन्छ। अब आउँ शासनको प्रशासनिक संरचना दोस्रो पक्ष। शासनको प्रशासनिक संरचना भनेको शासनमा राजनीतिक संरचना हुन्छ। राजनीतिक संरचना अन्तर्गत निर्मित नीतिहरूको कार्यान्वयन गर्ने सशक्त सञ्जाल संरचना नै के हो त? शासनको प्रशासनिक संरचना हो। यसलाई हामीले कर्मचारी तन्त्र भनेर पनि यसलाई मनन गरेर कर्मचारी सम्झेर यसको परिभाषा र यसका उद्देश्य फाइदा यसको संरचनालाई हामीले सम्झिन सक्दछौँ। शासन पद्धतिले सिर्जना गरेका प्रतिफलहरू जनता सामु पुर्याउने सशक्त माध्यमको रूपमा शासनको प्रशासनिक संरचना लिइन्छ। सरकारद्वारा निर्मित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने, अनुगमन गर्ने र मूल्याङ्कन गर्ने र नीति निर्माणमा पृष्ठपोषण गर्ने कानुनी संरचना नै शासनको प्रशासनिक संरचना हो भनेर परिभाषित गर्न सकिन्छ। यसका सिद्धान्तहरूमा पनि हामीले कर्मचारी तन्त्रका सिद्धान्त, निजामती सेवाका सिद्धान्तहरूलाई जोड्न सक्दछौँ। कामको विभाजन हुन्छ, पद सोपान हुन्छ, निश्चित पद सोपान हुन्छ, व्यावसायिकता हुन्छ, आदेशको श्रृङ्खला हुन्छ, नियन्त्रणको सीमा हुन्छ, केन्द्रीकरण हुन्छ, विशिष्टीकरण हुन्छ, औपचारिकीकरण हुन्छ। प्रशासनिक संरचनाका सिद्धान्तहरूलाई यी तरिकाले हामीले प्रस्तुत गर्न सक्दछौँ। त्यसै गरी प्रशासनिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू गैर खण्डीकरण भनेको कुनै विशेष प्रकृतिका कामहरूलाई खण्डीकरण गर्न हुँदैन। जस्तो हामीले राहदानी वितरण गर्दाखेरि चाहिँ एउटा बलियो संयन्त्र निर्माण गरेर त्यसलाई चाहिँ खण्डीकरण गरिकन विशेष
ठाउँबाट चाहिँ प्रवाह गरिनु पर्दछ भन्ने कुराहरू हो। त्यस्तै कार्यक्षेत्र खप्टिन नदिने, एउटाले गर्ने कार्य एउटा सङ्गठनले गर्ने कार्य अर्को सङ्गठनले गर्न नपाउने गरी व्यवस्था गरिनु पर्दछ। त्यस्तै गैरदोहोरोपना रहनु पर्दछ। त्यस्तै समरूपता हुनुपर्छ, काममा एकरूपता हुनुपर्दछ। एउटा संरचनाले दिने काम काम सोही प्रकृतिको अर्को ठाउँमा स्थापना गरिएको संरचनाले पनि सोही अनुरूप नै दिनुपर्दछ भन्ने कुरा समरूपता अन्तर्गत पर्दछ। त्यसै गरी नेपालमा प्रशासनिक संरचनाका अङ्गहरूमा अब राजनीतिक संरचना जस्तै यसलाई पनि सङ्घ, प्रदेश र स्थानीय गरी 3 तहमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ। सङ्घीय प्रशासनिक संरचनामा राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय भन्नाले हामीले राजनीतिक संरचनामा पनि राष्ट्रपति तथा उपराष्ट्रपतिको गरेका थियौँ। तर यहाँ ख्याल गर्नुपर्ने विषय भनेको राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय हो। कार्यालय भन्ने बित्तिकै त्यहाँ कर्मचारी संयन्त्र रहन्छ भन्ने हामीले बुझ्नुपर्छ। कर्मचारी संयन्त्र रहनेलाई प्रशासनिक संयन्त्र भनिन्छ भनेर यसरी कार्यालय भनेर हामीले लेख्न छुटाउनु हुँदैन। प्रशासनिक र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालय र विभागहरू, संवैधानिक निकाय, संस्था तथा आयोगहरू लगायत तिनै तहमा रहेका सङ्घीय कार्यालयहरू सङ्घीय प्रशासनिक संरचना हुन्। त्यसै गरी प्रदेशमा पनि प्रदेश प्रमुखको कार्यालय हुन्छ। प्रदेश प्रमुख भनेको राजनीतिक संरचना, प्रदेश प्रमुखको कार्यालय भनेको चाहिँ प्रशासनिक संरचना हो। मुख्यमन्त्री भनेको राजनीतिक संरचना, मुख्यमन्त्रीको कार्यालय भनेको प्रशासनिक संरचना। त्यसै गरी भनेर बुझ्नुपर्ने हुन्छ। मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रालयहरू, प्रदेश सरकारका विभिन्न कार्यालयहरू प्रादेशिक संरचना हुन्। त्यसै गरी स्थानीयमा जिसस कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय, नगर कार्यपालिकाको कार्यालय, स्थानीय सेवा केन्द्रहरू, नगर प्रहरी कार्यालयहरू लगायतका संरचनाहरू स्थानीय स्तरमा रहने संरचना स्थानीय प्रशासनिक संरचना हुन्। प्रशासनिक संरचनाका समस्याहरू के छन् त? कामको बोझ र साङ्गठनिक संरचना बीच तालमेल कायम गर्न नसकिएको, संरचनाहरू बीचमा दोहोरोपना र कार्यक्षेत्र खप्टिने अवस्था व्याप्त रहेको, एउटै काममा पनि दुई तहका सरकारले दाबी गरिरहेको, दुई ठाउँबाट चाहिँ सेवा प्रवाह गरिरहेको देखिन्छ। त्यस्तै समय सापेक्ष र राजनीतिक परिवर्तन अनुरूप परिवर्तन गर्न नसकिएको, संरचनाहरू बीच पारस्परिक सञ्चार र समन्वयको अवस्था कमजोर रहेको, काम कारबाहीमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्न नसकिएको, लचकता र ग्रहणशील नभई कठोर र मेकानिस्टिक प्रकृतिको भएको, स्वरूप परम्परागत र पिरामिड आकारको हुनु, नीतिगत तहमा भद्दा संरचना र दरबन्दी, स्थानगत कार्यालयहरूमा संरचना र दरबन्दी पर्याप्त नहुनु, अधिकार बाँडफाँडका हिसाबले केन्द्रीकृत हुनु, प्रशासनिक संरचनाको स्थापना र दरबन्दी स्पष्ट ओएनएमबाट नगरी हचुवाका भरमा हुनु, उत्तरदायित्वको ढाँचा स्पष्ट गर्न र सोको कार्यान्वयन गर्न उचित प्रबन्ध गर्न नसकिएको लगायतका विषयहरू प्रशासनिक संरचनाका समस्याहरू अन्तर्गत समावेश गर्न सकिन्छ। राजनीतिक संरचना प्रशासनिक संरचनाका भिन्नता, यो विषयलाई चाहिँ सुरुमै राख्दाखेरि चाहिँ यस विषयमा राम्रो हुन जान्छ। तथापि मैले यो विषयलाई 13 नम्बरमा समावेश गरेको छु। राजनीतिक संरचना, प्रशासनिक संरचना, नीति निर्माण। राजनीतिक संरचना, प्रशासनिक संरचनामा नीति कार्यान्वयन हुन्छ। राजनीतिक अस्थायी हुन्छ, यो आवधिक हुन्छ। प्रशासनिक संरचना भनेको स्थायी हुन्छ, निरन्तर चलिराख्ने हुन्छ। यो जनताबाट निर्वाचित हुन्छ। प्रशासनिक संरचना प्रतिस्पर्धाबाट छानिएर आएका हुन्छन्। राजनीतिक संरचना पार्टी घोषणापत्रका आधारमा निर्देशित, प्रशासनिक संरचना ऐन नियमबाट। यो नागरिकप्रति हुन्छ, यो नागरिकका साथै राजनीतिप्रति पनि उत्तरदायी हुन्छ। राजनीतिमा योग्यता तोकिँदैन, प्रशासनिकमा योग्यता तोकिन्छ लगायतका विषयहरूलाई हामीले यी दुईमा रहेको फरकका रूपमा हेर्न सक्दछौँ। त्यस्तै राजनीतिक र प्रशासनिक संरचनाहरूको सम्बन्धका सीमाहरू पनि रहेका हुन्छन्। राजनीतिक संरचना र राजनीतिक विचारधाराबाट प्रशासन राजनीतिक रूपमा तटस्थ र निष्पक्ष हुनुपर्दछ भनिन्छ। कार्यक्षेत्र अलग अलग हुन्छ, एकले अर्को कार्यक्षेत्रमा हस्तक्षेप गर्न हुँदैन भन्छ। यिनीहरूमा निश्चित सीमा कोरिएको हुन्छ। आवश्यकताका आधारमा मात्रै समन्वय र सहकार्य हुन सक्दछ।
नत्र प्रशासन के हुन्छ तटस्थ रूपमा कार्य गर्नुपर्ने, राजनीतिक रूपमा तटस्थ भएर कार्य गर्नुपर्ने हुन्छ। त्यसै गरी जुनसुकै राजनीतिक संरचना आए पनि प्रशासनलाई निष्पक्ष र इमान्दारितापूर्वक सहयोग गर्नुपर्दछ। राजनीतिले प्रशासनिक संरचनाको योग्यता, प्रणाली र व्यावसायिकतामा आँच पुर्याउन हुँदैन। राजनीतिले प्रशासनबाट दलीय आबद्धता खोजी गर्नु हुँदैन भने प्रशासनले राजनीति र शक्तिको दुरुपयोग गर्नु हुँदैन। जस्ता विषयहरू चाहिँ यी दुई संरचनाका सम्बन्धका सीमाहरूमा उल्लेख गर्न सकिन्छ। यति भन्दै यो भिडियो यहीँ अन्त्य गर्दैछु। नमस्कार।